हेलो हेलो हजुर नमस्ते सम्पूर्णमा नमस्ते। हजुरहरूको दिनचर्या कसरी बितिरहेको छ? मेरो भन्दाखेरि 12 घन्टा ड्युटी गरेर जति थकित भएर रुममा आए पनि एकछिन एक्सर्साइज चाहिँ जसरी नै गर्नै पर्छ, चाहे त्यो रनिङ होस् चाहे त्यो जिम नै किन नहोस्। सदा चाहिँ आज पनि म घर नजिकै अब म जहाँ काम गर्छु कार्यरत छु त्यसको नजिकैको लोकेसनमा रनिङ गर्दैछु। रनिङ त्यसपछि पुसअप। अनि हेर्नुहोस्, आज मैले सानो एउटा नयाँ भ्लग बनाएको छु। आई मिन भ्लगको सुरुवात गर्दैछु। कस्तो लाग्छ हजुरहरूलाई यसो कमेन्ट गर्नुहोला। राम्रो लागेमा सेयर पनि गरिदिनु होला। तर हाम्रो दैनिक जीवनमा एक्सर्साइज कसरत चाहिँ एकदम जरुरी छ है, सम्पूर्णमा यो जानकारीको लागि। सबैजनालाई थाहा भएकै कुरो हो, त्यही पनि मैले आफूले जति जानेको छु ज्ञानको कुराहरू सम्पूर्णजनामा बाँड्दाखेरि एकदम खुसी लाग्छ। अब नियमित धेरै थोरै जति भए पनि सकेसम्म आधी घन्टाभन्दा कम चाहिँ नगर्नु होला, आधी घन्टाभन्दा बढी नै गर्नु होला। एकदम हाम्रो दैनिक जीवनमा एकदम आवश्यक पर्ने कुरा।